लन्डन आएर पनि यस्तो राम्रो साथीहरू पाउँछु भन्ने त मैले कहिले सोचेको पनि थिएन। हाई गाइज, यो चाहिँ न्यू इयर इभ यानि कि मेरो बर्थडे इभको भिडियो हो। आज चाहिँ मैले फाइनली टाइम पाएर चाहिँ मैले एडिट गरेर अपलोड गर्दैछु। सो बिहान चाहिँ म उठेँ, फ्रेस भएँ, अनि त्यसपछि मैले साथीसँग कुरा गरेँ, अनि मम्मीसँग फोन कल गरेँ, पूजा गरेर म चाहिँ ग्रोसरी गर्न निस्किँदै थिएँ। अनि साथीले चाहिँ मोमो खाएर जा भनेर भन्यो, अनि मोमो वाइ नट भनेर माथि जाँदा त ओ माई गड, लिटरली यस्तो सरप्राइज रहेछ यिनीहरूको प्लानिङ। अनि त्यो लगत्तै हामीले केक काट्यौँ। आई वाज सो इमोसनल होइन, भिडियोमा देख्न सक्नुहुन्छ। अनि केक काटेर खाना खाएपछि चाहिँ अनि हामी पार्कतिर गयौँ फोटोसुट गर्न। अनि मलाई चाहिँ एकदम हेयर चप गर्न मन थियो, अनि मैले चाहिँ हेयर चप आजै गरेँ किनकि भाउजूले चाहिँ बर्थ मन्थमा हेयर चप गर्नुहुन्न भन्नुभएको थियो। सो हामी त्यसपछि चाहिँ घर गयौँ, अनि डेकोरेसनको लागि पुरै हामी एकदम प्रिपेयर गर्दै थियौँ। अनि कस्तो रमाइलो, निकै अब बाहिर पनि साथीहरू गेट टुगेदर गर्दा मिठो मिठो पकाएर खाँदा होइन। अनि मलाई मिडनाइट सरप्राइज। थ्याङ्क्स एभ्रिवान फर यम्मी केक। अनि रोजन दादाको डान्स हेऱ्यो, म पनि डान्स गरेँ। थ्याङ्क यू सो मच फर वाचिङ, बाई।